यो जेनजी भाइ बहिनीहरूले अहिले जति दुःख पाइरहेको छन्, फेरि यिनीहरू आन्दोलनमा आउनु परिराखेको छ। जुन मन्त्री यिनीहरूले बनाए त्यही मन्त्रीको यिनीहरू राजीनामा मागिरहेका छन्। यो सबको कारण के हो म तपाईँहरूलाई भनिदिन्छु। यो सबको कारण जेनजी भाइ बहिनीहरू नै हुन्। किनभने यो जेनजी भाइ बहिनीहरूले डिस्कर्डमा सुशीला कार्कीलाई छान्नुभन्दा अघिल्लो दिनदेखि लिएर भोलिपल्टसम्मको डिस्कर्ड च्याटमा मैले यति ग्रुप फलो गरेँ, यति ग्रुपमा चाहिँ भाइ बहिनीहरूलाई भन्ने कोसिस गरेँ कि सुशीला कार्कीलाई चुज गर्यो भने तिमीहरूले ठुलो गल्ती गर्छौ। तिमीहरूले यस्तो मान्छे चुज गर्नुपर्छ जो मान्छे तिमीहरूको अगाडि बस्दाखेरि पछाडि त्यो मान्छेको अलरेडी त्यति धेरै पावर होस्। तिमीहरूले रोजेको मान्छेको पछाडि हजारौँ 10,000 मान्छे उभिने मान्छेलाई चाहिँ तिमीहरूले रोज्नुपर्छ। कि त तिमीहरूले बालेन शाह रोज्नुपर्छ, कि त तिमीहरूले कुलमान घिसिङ जस्तो मान्छे रोज्नुपर्छ, कि त तिमीहरूले हर्क साम्पाङ जस्तो मान्छे रोज्नै पर्छ, कि त तिमीहरूले रवि लामिछाने नै रोज्नु परे पनि रोज्नुपर्छ। तर तिमीहरूले यो सुशीला कार्कीलाई रोज्यौ भने चाहिँ तिमीहरूले दुःख पाउँछौ। किनभने यदि तिमीहरू चाहिँ सुशीला कार्कीको पछाडि उभिएनौ भने त्यो सुशीला कार्की, प्रधानमन्त्री सुशीला कार्कीको पछाडि उभिने मान्छे कोही पनि छैन है। त्यही कारणले तिमीहरूले दुःख पायौ। मलाई भन्थ्यौ नि तपाईँ के एमालेको झोले कि काङ्ग्रेसको झोले कि के को झोले भन्थ्यौ नि भाइहरू। ल खाऊ अब बिचमा औँला खाऊ।